एकजना वृद्ध मानिस उजाड मरुभूमिमा खरले छाएको घरमा सुतिरहेका थिए। अचानक ढोका ढकढक्याएको आवाज आयो। वृद्ध मानिस अचानक उठ्यो। त्यसपछि कसैले ठूलो स्वरमा ढकढक्यायो। वृद्ध मानिसले रिसाउँदै भन्यो, के तिमी ढोका फोड्न चाहन्छौ? म आउँदैछु। ढोका खोल्दै ऊ निहुरियो। उसको अगाडि एक सुन्दर युवती उभिन्। पानीले भिजेको लुगा उसको शरीरमा टाँसियो। उसको आँखामा डर चम्किरहेको थियो। उसको अनुहारमा थकान थियो र उसको ओठ काँपिरहेको थियो। उसको कपाल उजाडिएको थियो र ऊ काँपिरहेको थियो। वृद्ध मानिसले आश्चर्यचकित हुँदै सोध्यो, तिमी को हौ? तिमी यहाँ मरुभूमिमा एक्लै के गर्दैछौ? केटीले काँपिरहेको स्वरमा भनिन्, मलाई भित्र आउन देऊ, म तिमीसँगै हुन चाहन्छु। वृद्ध मानिस पछाडि हट्यो। उसको निधार खुइलियो। मसँग? तर किन? तिमी को हौ? केटीले जवाफ दिइनन्। उसले उसको अनुहार हेरेर जबरजस्ती भित्र पस्यो। वृद्ध मानिस छक्क परेर रिसाउँदै सोधे, तिमी को हौ अनि यसरी मेरो घरमा पस्ने हिम्मत कसरी भयो? यदि कसैले तिमीलाई देख्यो भने मानिसहरूले के सोच्नेछन्? निशा नामकी एक युवती एक वृद्ध मानिससँग बस्दै थिइन्। निशा नामकी ती युवतीले वृद्ध मानिसको हात समातेर रुन थालिन्। यस संसारमा मेरो कोही बाँकी छैन। मेरो 2 दिन अघि विवाह भएको थियो, तर मेरो श्रीमानको मृत्यु भयो। मेरा ससुरा ससुराले मलाई दुखी महिला भनेर निकालिदिए। उनीहरूले भने, तिमीले हाम्रो छोरालाई खाइदियो। वृद्ध मानिसको आँखा नरम भयो, तर उनी चुप्प लागिन्। निशाले अगाडि भनिन्, जब म मेरा आमा बाबुको घर गएँ, उनीहरूले भने, तिम्रो घर अब तिम्रो ससुरा ससुराको घर हो, त्यहाँ फर्क। मैले मेरी आमालाई बिन्ती गरे, मेरो के गल्ती छ? तर तिनीहरूले मलाई बाहिर निकाले। वृद्ध मानिसले लामो सास फेरेर बिस्तारै भने, ठिक छ छोरी, तिमी यहाँ जति बेला चाहन्छौ बस्न सक्छौ, तर यदि कसैले तिमीलाई देख्यो भने मानिसहरूले कुरा गर्नेछन्। निशाले आफ्नो टाउको निहुर्याएर कुनामा बसिन्। पानी पर्न रोकिएको थियो, तर उनको लुगा अझै भिजेको थियो। वृद्धले उनलाई एउटा कम्बल दिएर भने, यो ल्याऊ, तिमीलाई चिसो लाग्नेछ। भोलिपल्ट निशाले वृद्धको लागि चिहा बनाइदिन्। उनी चुपचाप उसको नजिक गइन् र भनिन्, चिहा पिउनुहोस्। वृद्धले आश्चर्यचकित हुँदै उसलाई हेरिन्। तिमीले बनायौ? निशा मुस्कुराइन् र टाउको हल्लाइन्। समय बित्दै रह्यो। निशा बिस्तारै वृद्धको नजिक पुगिन्। कहिले उनी उनको खुट्टा मालिस गर्थिन्, कहिले उनको हात समाएर उनलाई आफ्नो छेउमा बस्न बाध्य पारिन्। उनी उनको टाउको मालिस गर्थिन्, तेल लगाउँथिन् र उनलाई मालिस गर्थिन्। वृद्ध सुरुमा हिचकिचाउँथिन्, तर त्यसपछि उनले छोरीको सट्टा निशालाई निशा भनेर बोलाउन थालिन्। सायद उनको मनमा केही भावना जागृत भएको थियो। राति जब वृद्ध निदाउँथे, निशा आएर उनको छेउमा बसेर घण्टौसम्म उनलाई हेरिरहेकी हुन्थे। उनको आँखामा एक अनौठो चमक थियो, मानौ उनी हराएको संसार खोजिरहेकी छिन्। एक दिन वृद्धले निशालाई सोधे, तिमीलाई यहाँ कस्तो लाग्छ? निशाले नरम स्वरमा जवाफ दिइन्, यहाँ शान्ति छ। तिमीसँग यहाँ आउँदा मलाई सुरक्षित महसुस हुन्छ। वृद्ध मानिसले आफ्नो आँखा तल झारे, आफ्नो हृदयमा उठेको भावनासँग लड्दै। नयाँ जीवनको जन्म हुँदै थियो। वर्षौं अघि प्रेमलाई गाडेको एक वृद्ध मानिस अब एउटी युवतीको उपस्थितिले बेचैन थियो। एक दिन निशाले वृद्ध मानिसलाई भनिन्, तिमी धेरै राम्रो छौ। संसारका सबैले मलाई अस्वीकार गरे, तर तिमीले मलाई आश्रय दियौ। वृद्ध मानिसले केही भन्न चाहन्थे, तर शब्दहरू उनको ओठमा रोकिए। निशा मुस्कुराइन् र भनिन्, के म तिम्रो लागि केही पकाउन सक्छु? तिमीलाई के खान मनपर्छ? वृद्ध मानिसले पहिलो पटक मनमोहक मुस्कुराउँदै भने, तिमीले जे पकाउँछौ मलाई मनपर्छ। अब निशाले वृद्ध मानिसको लागि हरेक दिन खाना पकाउँथिन्, उनको लुगा धुन्थिन् र घर सफा गर्थिन्। उनी उनको सँगै श्रीमती जस्तै बस्थिन्, तर तिनीहरू बीच कुनै सम्बन्ध थिएन, केवल मौनता, निकटता, एक भावना। वृद्ध मानिसले लाग्यो कि निशाको उपस्थितिले उसको जीवनमा रङ थपेको छ। वर्षौंदेखि एक्लो रहेको उसको हृदयमा अब एउटा चिन्गारी थियो, एउटा आशा। तर उसलाई थाहा थियो कि यो सबै तत्कालीन थियो। संसारको नजरमा यो सम्बन्ध अनौठो थियो, अस्वीकार्य। एक रात बालुवामा चन्द्रमा चम्कियो। निशा बुढा मानिस कहाएर उनको छेउमा बसिन्। के तिमी कहिले प्रेममा परेका थियौ? उनले सोधिन्। लामो मौनतापछि बुढा मानिसले जवाफ दियो, वर्षौं पहिले, तर त्यो प्रेम समयसँगै माटोमा गाडियो। निशाले बिस्तारै भनिन्, सायद प्रेम कहिले मर्दैन, यो त एक दिन लुक्छ र फेरि जाग्छ। बुढा मानिसले उसलाई हेरेर पहिलो पटक आफ्नो आँखामा त्यो चमक देखे जुन वर्षौं पहिले अरू कसैको लागि थियो। निशाले उनको हात समातेर भनिन्, म सधैँ यहाँ बस्न चाहन्छु। बुढा मानिसले केही भन्न खाले। उनले आकाशतिर हेरे, जस्तै उत्तर खोजिरहेका थिए। निशाको आगमनले फकीर बक्सको जीवनमा अनौठो परिवर्तन ल्याएको थियो। वर्षौंदेखि एकल्पनमा अभ्यस्त उनी अब हरेक बिहान निशाको आवाजमा उठ्थे। हरेक साँझ उनी उनको उपस्थितिमा सान्त्वना पाउँथे।
निसाले घर सफा गर्न, कच्चा आँगन बढार्न, भित्ताहरू धुलाउन र भान्सामा केही पकाउन थालेकी थिइन्। फकिर बक्स प्राय चुपचाप उनलाई हेर्थे। उनको मनमा एक अनौठो आकर्षण विकास भएको थियो। उनलाई थाहा थियो निसा यौवन छिन्, सुन्दर छिन् र उनी स्वयं पनि बुढो थकित मान्छे उन्, तर हृदयको भावनाले उमेर जान्दैन। एक दिन निसाले फकिर बक्सको लागि पराठा बनाइन्। उनले थाल ल्याइन् र भनिन्, तिमीले आज केही विशेष बनाएका छौ। फकिर बक्स मुस्कुराइन् र भने, विशेष गरी मेरो लागि। निसाले शरारती हुँदै सोधिन्, अरू कसको लागि? अरू को छ? फकिर बक्सले पराठा उठाए र एक छाक खाएपछि रोकिए। यो धेरै स्वादिष्ट छ। निसाले खुसियाली साथ भनिन्, तिम्रो प्रशंसा नै पुग्छ। दिनहरू बित्दै गए। निसा अब फकिर बक्ससँग बसेर कुरा गर्थिन्। उनका पुराना सम्झनाहरू सुनिरहेकी थिइन् र कहिलेकाहीँ उनको काँधमा टाउको राखेर चुपचाप बसिरहेकी हुन्थिन्। फकिर बक्सको मनमा एउटा नरम दाग बनिसकेको थियो। उनले निसालाई पाहुनाको रूपमा मात्र देख्दैनथिन्, बरु मानौ उनी आफ्नै हुन्। तिमी उनको जीवनको एक हिस्सा बन्यौ। एक रात जब आकाशमा चन्द्रमाको उज्यालो भरियो, निसाले फकिर बक्सलाई भनिन्, कहिलेकाहीँ मलाई लाग्छ यदि त्यो विपत्ति नआएको भए म तिमीलाई कहिले भेट्ने थिइनँ। फकिर बक्सले बिस्तारै भने, जीवनको बाटो अनौठो हुन्छ। कहिलेकाहीँ दुःखले हामीलाई शान्तिपूर्ण ठाउँमा पुर्याउँछ। निसाले उसलाई हेरिन्, तिमीले मलाई आश्रय दियौ, सम्मान दियौ र सान्त्वना दियौ, म कहिले बिर्सिने छैन। फकिर बक्सले आँखा तल झारे। उसले केही भन्न चाहन्थे, तर उसको जिब्रोले काम गर्न सकेन। निसाले उनको हात समातिन्। के तिमीलाई मेरो उपस्थितिमा कुनै समस्या छ? फकिर बक्सले तुरुन्तै जवाफ दियो, नाइ, पटक्कै छैन। तिमीसँग घर उज्यालो छ। निसा मुस्कुराइन् र भनिन्, त्यसो भए मलाई जान नभन। फकिर बक्सले टाउको हल्लाइन्, यो घर तिमीले चाहेको बेल तिम्रो हो। तर अब संसार उनीहरूलाई हेरिरहेको थियो। नजिकैको गाउँका केही मानिसहरू जो कहिलेकाहीँ मरुभूमिबाट गुज्रन्थे, निसालाई फकिर बक्ससँग हेर्न थाले। कुराकानी र फुसफुस सुरु भयो। एक दिन एउटी वृद्ध महिला फकिर बक्सको घरमा आइन् र भनिन्, फकिर बक्स, मानिसहरू कुरा गरिरहेका छन्। तिनीहरू भन्छन् तिमीले आफ्नो घरमा एउटी सानी केटी राख्दैछौ। फकिर बक्सले शान्तिपूर्ण जवाफ दियो, मैले उसलाई आश्रय दिएको छु, मैले उसलाई सम्मान दिएको छु। वृद्धाले रिसाउँदै भनिन्, सम्मान वा अरू केही? फकिर बक्सले ढोका बन्द गरे, तर एउटा काँडो उनको मनमा छिर्यो। निसाले सबै कुरा सुनिसकेकी थिइन्। उनी फकिर बक्स कहाँ आइन् र भनिन्, यदि मेरो उपस्थिति तिम्रो लागि बोझ हो भने म जान्छु। फकिर बक्सले तुरुन्तै जवाफ दियो, नाइ, पटक्कै छैन। निसाको आँखामा आँसु टिल्पिलाए। मानिसहरू कुरा गरिरहेका छन्, तिम्रो सम्मानमा चोट लागेको छ। फकिर बक्सले उनको हात समातिन्। तिमी मेरो सम्मान हौ। निसाले बिस्तारै भनिन्, त्यसो भए मलाई स्वीकार गर। फकिर बक्स छक्क परे, तिम्रो मतलब के हो? निसाले आँखा तल झारिन्, मसँग विवाह गर, ताकि सबैले मेरो परिचय पाउन्, संसारले जवाफ पाओस्। लामो मौनतापछि फकिर बक्सले भने, म बुढो भएँ, तिमी जवान छौ। मानिसहरूले भन्ने छन् कि मैले तिमीलाई आश्रय दिएर तिम्रो फाइदा उठाए। निसाले भनिन्, मानिसहरू पहिले नै कुरा गरिरहेका छन्, तर यदि हामी एक अर्काको लागि बनेका हौं भने सम्बन्ध किन नहोस्? फकिर बक्सले आकाशतिर हेर्दै संकेत खोज्दै भने। त्यसपछि बिस्तारै भने, यदि तिमी तयार छौ भने म पनि तयार छु। भोलिपल्ट फकिर बक्स र निसाले साधारण रूपमा विवाह गरे। कुनै साक्षी थिएनन्, कुनै संस्कार थिएन। यो केवल दुई हृदयहरू बीचको वाचा थियो। मरुभूमिको मौनताले उनीहरूको सम्बन्धको साक्षी दियो। अब निसा फकिर बक्सकी श्रीमती थिइन्। उनले पहिले भन्दा पनि बढी मायाले उनको हेरचाह गर्थिन्। उनले उनको लागि खाना पकाइन्, उनको लुगा सिलाइन्, रातमा उनीसँग बसेर ताराहरूको बारेमा कुरा गरिन्। फकिर बक्सले महसुस गरे कि उनको जीवनमा शून्यता भरिएको छ। निसाले उनलाई जीवनमा नयाँ उद्देश्य दिएका थिए। तर समय कहिले उस्तै रहँदैन। एक दिन फकिर बक्स बिरामी परे। ऊ ज्वरोले जलिरहेको थियो र निसा उसको छेउमा बसिरहेकी थिइन्। उसको निधार पुछ्दै, उसलाई औषधि दिँदै र उसको आशीर्वादको लागि प्रार्थना गर्दै। फकिर बक्सले कमजोर स्वरमा भनिन्, निसा, म यहाँ नभए के गर्छौ? निसाले आँखामा आँसु बोकेर भनिन्, तिमी बिना म केही पनि होइन। फकिर बक्सले बिस्तारै भनिन्, मेरो लागि बाँच्न सिक। निसाले उसको हात समातिन्, तिमी बिना जीवन असम्भव छ। फकिर बक्स मुस्कुराए। प्रेममा त्याग र बिछोड पनि समावेश छ। निसाले भनिन्, तर मेरो प्रेममा तिमी मात्र छौ। केही दिनपछि फकिर बक्सको अवस्था बिग्रियो। निसाले गाउँबाट डाक्टरलाई बोलाइन्, तर सबै काम लागेन। फकिर बक्सको सास फेर्न कमजोर हुन थाल्यो। अन्तिम रात निसा उसको छेउमा बसिन्।
फकीर बक्सले बिस्तारै भनिन्, निसा, तिमीले मलाई जीवन दियो, तिमी मेरो अन्तिम खुशी हौ। निसा रोइन्, तिमी मेरो सबै थोक हौ। फकीर बक्स मुस्कुराए, आँखा बन्द गरे र सधैँको लागि निदाए। निसाले आफ्नो चिहान मरुभूमिमा बनाइन्, जहाँ उनी पहिलो पटक आइपुगेकी थिइन्। हरेक दिन उनी उनको चिहानमा गइन्, फूल चढाइन् र भनिन्, तिमी सधैँभरि मेरो हौ। अब मरुभूमिको वर्षाले निसाको आँसुमा भिज्यो, तर उनलाई थाहा थियो कि प्रेम कहिल्यै मर्दैन, यो हृदयमा रहन्छ, केवल सम्झनाको रूपमा। मरुभूमि वर्षा एउटा कथा हो जसले हामीलाई सिकाउँछ कि प्रेमले कुनै उमेर, कुनै परिस्थिति, कुनै सीमा जान्दैन। यो एक भावना हो जुन हृदयबाट निस्कन्छ र हृदयमा पुग्छ। फकीर बक्स र निसाको कथाले हामीलाई सिकाउँछ कि यदि कसैले संसारका अस्वीकृत आत्माहरूलाई समर्थन गर्छ भने यो प्रेम बन्छ। एक्लोपनमा पनि यदि एक हृदयले अर्को हृदयको धड्कन सुन्छ भने जीवन परिवर्तन हुन सक्छ। मानिसहरूले जे देख्छन् त्यो सत्य होइन, वास्तविक सत्य भनेको हृदयभित्र रहेको कुरा हो। प्रेमले त्याग माग्छ, तर यो प्रेमले जीवनलाई अर्थ दिन्छ। यो कथाले हामीलाई सम्झाउँछ कि कहिलेकाहीँ सबै कुरा गुमाएपछि मात्र व्यक्तिले आफ्नो साँच्चैको कुरा पाउँछ। यदि तपाईले यो कथाको आनन्द लिनुभयो भने यस्तै हरेक हृदयस्पर्शी कथाहरू र जीवन पाठहरूको लागि मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोस्।